हेलो गुड मर्निङ गाइज होइन आजको दिन चाहिँ के अरे एउटा शुभ दिन हो होइन किनभने आज चाहिँ मेरो बुढीको बा आउँदैछ पाउँदैछ होइन अनि पिकन जान लाग्यो अनि म र मेरो बुढी छोरी सब रेडी भइसक्यो एयरपोर्ट जान लाग्यो हामी होइन ठिक छ ए तिमीहरू फुल दिन जाने हो नानु फुल दिन जाने ल ठिक छ त्यसो भए म गाडी निकाल्दै गर्छु पछाडि आउँछु होइन फुल लिएर आऊ ल उतै आमा कति खुसी छ आज एकदम खुसी आफू अनलाइन छ नि होइन खुसी हुनु पऱ्यो अब भइहाल्छ नि खुसी कस्तो ए यहाँ त डबल खुसी ल फुल सुल किनेर आऊ है बाहिर भेटौँला है ओके ल चाहिँ बुकेट लिए हो अनफर्चुनेटली धेरै फ्लावर रहेनछ सो व्हाइट रोज नामलाई यही लिए हालेर छोरीको त्यहाँ छोरीलाई सेट गरेर जाँदैछौँ अब हामी चाहिँ अब 5 मिनट्समा पुग्छौँ एयरपोर्ट मम्मी कतिको खुसी लागिरहेछ तपाईँलाई एकदम खुसी अनि मेरो खेपा अब एकदम खुसी लागिरहेछ हामीलाई धेरै धेरै खुसी लागिरहेछ के भन्नुभयो फेरि भन्नुहोस् त म आएको बेलामा भन्दा अब आएको बेला कुन जग्गा आउँदै खुसी भइसक्यो अब दुईजना आउँदै खुसी नि तपाईँ आउँदाखेरि छुट्टै खुसी ड्याडी आउँदाखेरि छुट्टै खुसी तपाईँ आउँदाखेरि नानु पेटमा थियो अहिले ड्याडी आप्पा आउँदाखेरि नानु निस्किसक्यो है छोरी होइन त मेरो ग्रेचेन आप्पाले अब हामी नेपालबाट आउँदाखेरि म र मेरो खेपा मात्रै देखाएको थिएँ अहिले अब हाम्रो छोरी देख्नुहुन्छ यस हेर्नुहोस् न पार्किङको बिल्डिङहरू so big बाहिर आइसक्यो होला ल्यान्ड त भइसक्यो अब त्यहाँ चेक इन हुन्छ नि मम्मी अस्ति तपाईँको चेक इन गरेको थियो नि त्यो तिनीहरूले चेक इन गर्छ क्या ये पार्किङ लबी त छिर्यौँ हामी चेकिङ हुन्छ हाम्रो अराइभल टर्मिनल कुन चाहिँमा रहेछ बेबे टिकट काट्दैछ मेरो खेपा चाहिँ यस लेभल 8 लेभल 2 लेभल 4 जानु पर्यो लेभल 4 ओके सब प्याक रहेछ अर्को त अनि कति प्याक हुन सक्ने यो ठाउँमा अब एयरपोर्ट भन्ने चिज पनि प्याक नभएर मान्छे त कसरी ट्राभल गर्छ भने हँसाउँछ मेरो बुढाले चाहिँ अहिले पार्किङ एरियामा हाम्रो गाडी पार्क गऱ्यौँ सो मेरो बेबी चाहिँ प्राइम निकालिरहेछ छोरीको लागि I'm so excited baby मेरो मम्मी चाहिँ स्वागत गर्न मम्मीले व्हाइट रोज बसेर यस्तो लजेर राख्नु भएको छ आफूलाई फुल दिन आफ्नो हस्बेन्डलाई दिने हो नि त माई डार्लिङ लिनुहोस् भनेर 6-7 महिनापछि भेट्न लागिरहेको छ बेबी वेलकम टु अस्ट्रेलिया भन्नुहोस् न ओके डोन्ट बी साई मामा ओके म त कति खुसी भइरहेको छु भनेको गाइस कता कुदी भएर छ मम्मी आउँदैन म धेरै इमोसनल थिएँ आज चाहिँ इमोसनल भन्दा नि धेरै खुसी के म रुँदिनँ लास्ट टाइम त मम्मी रुको थियो होइन त्यसैले अब नरुने भने नि आशा आयो योपालि रोए पनि आई हेभ अ फेस मम्मी तपाईँ रुन्छ होला है आप्पा देखेर आप्पा देखेर रुनुहुन्छ होला है भने क्या के भने आप्पा देखेर रुनुहुन्छ होला है भने जति बेला त म एक्लै पनि आमा त्यहाँ आफ्नो बुढाको
पर्खाइमा होइन पुरै हेरिरहेछ कहाँबाट आउँछ भनेर क्या कति माया लाग्छ हामी चाहिँ एरोबल बी साइडमा आइपुग्यो तर कहाँबाट आउँछ कस्तो हुन्छ भनेर चाहिँ अलिकति चिन्ता हुन्छ नि है बिचराहरूलाई आफ्नोबाट त 6 महिना 7 महिना भयो नभेटेको होइन तन्के हेरिरहेछ आमा यस सायद अब 5 मिनटमा आइपुग्छ होला ल फाइनल्ली आप आउनु भयो बेबी तिमी आमाले जान्दैौ न छोरी फर्स्ट टाइम भेट्यो आफूले आमा डरायो कस्तो भयो पानी राम्रो भयो उसको छोरी साथी भाइ उसलाई गएको म धेरै छ ल खै म नि समात्नु न खै तिमीहरू मात्रै गरे छोरी कस्तो छ आपा हामीले चाहिँ फर्स्ट मेरो हो नि मेरो नातिनी आमा हाम्रो ग्रेजुएसन रिभ्यू गर्न चाहिँ हामी राइट मुभमेन्ट गरिरहेको थियौँ आज ठ्याक्क आप्पा आयो अनि ठ्याक्क देखायो को जस्तो रहेछ आपा कोपट्टि देख्छ भयो आपा भयो बोन आपा छोरीको ल सबै चाहिँ राख्दैन हजुर है धेरै टाइम लाग्ने यताभित्र चाहिँ ल सबैजना सँगै भयो हामी है अनि मामाको छोरो भयो मलाई त जुन्ने पनि दिखाउने नानी नानी राईमा कि लाँदै एक हाजी बिप्पा भयो जुन्ने कमरी अनि अनि यो छोरी यो नातिनी हाम्रो छोरा छोरीको फर्स्ट हो हाम्रो सन्तानको फर्स्ट ग्रान्ड डटर अस्ट्रेलिया आएर छोरी नातिनीको मुभी हेर्ने भनेको त एक कामको गौरवको कुरा हो त्यो पनि प्लेटमा चढेर त्यो पनि हो त्यो चाहिँ हो योभन्दा मलाई त खुसी केही पनि लाग्दैन मेरो बेबी यहाँ छ डाइपर चेन्ज आप्पाले डाइपर चेन्ज गर्दैछ है हजुर मलाई त हिरा मोती 20 किलो लगाऊ भन्दा खुसी भइसक्यो के चाहियो हामीलाई पनि अब हामी दुईजना मात्रै थियो पहिला म प्रेग्नेन्ट हुँदा म मेरो बुढा मात्रै थियो अहिले छोरी आएर बाबा आएर हेरिदिनु होइन हामीलाई धेरै धेरै उयो भइरहेछ Yes, अहिले चाहिँ we are family of 5 at the moment, including my mom and dad.
मेरो ड्याडी त अलि स्पिचलेस हुनु भइरहेछ छोरीलाई देखेर सन्तानको फर्स्ट नातिनी मलाई त कस्तो लाग्यो भने प्लेनमा माथि माथि चढ्दाखेरि हो म पनि हिमालको नागु भयो है सम्झ्यो कि Dia pagal di paradan ke dagi dia jangan kotor di gas perawan kotor tahu lah. Ani त यो बाङ्गो त भयो है नाममा Ini nama orang ini. हामीलाई काचा सेमरीमा यहाँ नाङ्ग बाङ्गो यहाँ नाम आदिला यहाँ नाङ्ग बाङ्गले orang ngambil ngal bitir आत्मा जामाले त्यो हुन्छ My baby is done. Here is our Gretchen. Hey? Oh my god, my baby. Gretchen. मम्मी र ड्याडी चाहिँ मम्मीको पहिलाको एक्सपिरियन्स ड्याडीलाई सुनाइराख्नु भएको छ आउँदाखेरि कस्तो भएको भनेर अनि ड्याडीले पनि आमालाई सुनाइराख्नु भएको छ ल बाइज Such a good girl. Gretchen is a good girl. Oh my goodness. अबे आज बाजुसँग त रुएन त ल ल ल नभन्दै रुइदिरा आके हो कि आके तिमीले भिडियो च्याटमा पढ्थ्यौ नि आके खिचिरहेछ अब फर्स्ट टाइम दिएर भोलि पर्सि अब एक दुई दिनसम्म त उयो गर्छ हो मामसँग गएर है छोरी भयो ओके अब चाहिँ हामी घर जान लाग्यो हाई छोरी ल आपाहरू पनि आउनुभयो होइन रमाइलो भयो जोस् है अस्ति आउनु आएकोदेखि चाहिँ त्यो कन्टिन्यू गर्नु पाएन बिर्सेछ भनेको इन्डिङ गर्नु त्यही भएर आज गर्दैछु आप्पा आउनुभयो आमा छ बेबी छ मेरो पनि छ म छु खुसी छु होइन ह्याप्पी फ्यामिली छ अब आप्पाले पनि छोरी भेट्यो नातिनी पनि भेट्यो आमा पनि भेट्यो है त्यही हो सबैभन्दा ठुलो कुरा चाहिँ फ्यामिलीसँगै छ त्यही हो है स्टे सेफ सी यू